हेलो नमस्ते साथीहरु, गुड मर्निङ सबैजनामा। म चाहिँ यसो यहाँ आज मर्निङ वक निस्केको बिहानै कुराहरू खेल्छन् मनमा। 10 वर्ष जनयुद्ध गरेर आएको पार्टी माओवादी पार्टी हैन, यसले चाहिँ केही गर्छ भनेर जनताले सत्तासँग पनि पुर्याएकै हो र केही गर्छ भन्ने आशा हामी जस्तो युवाहरूलाई पनि थियो। यसले चाहिँ केही गर्ला, देशमा के भन्छ शान्ति व्यवस्था कायम होला भनेर भन्ने, तर हरेक काण्डहरू यसका पालै पिलो आउँदै गरे र यसले केही गरेन। यो पनि एकदम अवसरवादी पार्टी भएर निस्क्यो। हामीलाई कुनै पार्टी विशेष हैन, जसले काम राम्रो गर्छ उसैलाई सपोर्ट हो हैन। हामी यसै पनि अब विदेशमा बस्नै परेको छ हैन, आफ्नो दुःख गर्नै परेको छ, कुनै त हैन। भए पनि अब देशको राजनीति एकदम तहसनहसै बनाए यिनीहरूले। यो विषयमा दुई चारवटा यस्तो शब्द बोल्नमा चित्तै नबुझ्ने कुराहरू हुँदाखेरि चाहिँ बोल्न पर्ने क्या। अहिलेसम्म यसरी भिडियो सिडियो बनाएर रेकर्ड गरेर हिँडेको म अहिले अनुभव छैन। अब आफ्नो बचाउन लागि अरूको काण्ड लुकाउनु पर्ने, अरूको काण्ड खोलौँ भने आफूलाई खुइलाउला भन्ने डरले गर्दाखेरि अहिले अब आफ्नो पार्टीको नेता जोगाउनको लागि अहिले आफ्नो चाहिँ उसबाट के भन्छ अडानबाट पछि हट्यो माओवादी हैन। अब यसो भन्दै गर्दा माओवादी साथीहरूलाई त्यति चित्त दुख्ला, तर चित्त नदुखाउनुहोस्। यहाँ कुनै पनि गतिला छैन। यी सबै तीन दलका पार्टीहरू भनेको एउटा आफ्नो बचाउनलाई अर्को ढाकछोप गर्ने, अर्को बचाउनलाई अर्को ढाकछोप गर्ने भन्दा बाहेक अरू केही छैन। तपाईहरुलाई सोच्ने भने कुनै पनि छैनन्। यो भ्रमबाट हामी निस्किन जरुरी छ। यसमा हामीले यसलाई यसरी पन्छाउने उसरी पन्छाउने भनेर बस अहिले गरेर फाइदा छैन, किनभने सत्तामा छन् हैन। यिनीहरूलाई गुल्टाउने भनेको चुनावको बेला हो। चुनावको बेलामा चाहिँ हामीले गुल्टाउनु पर्छ यिनीहरूलाई। यो भन्दा बाहेक अरू केही छैन। आफ्नो मतको चाहिँ सही सदुपयोग गरेर चाहिँ यिनीहरूलाई चाहिँ पुरै पानीले पखाले जसरी पखाल्नु भन्दा सिवाय अरू कुनै उपाय मैले चाहिँ देख्दिन। अब हुन सक्छ सबैको मनमा यही नै होला हैन। तर चुनावको बेला चाहिँ एक बोतल रक्सी, 5 लिटर पेट्रोल हैन, 2-4 हजार पैसामा बिकेर चाहिँ जनता जबसम्म बिकिरहन्छ तबसम्म देशले कायापलट गर्ने र देशले तरक्की गर्ने भनेको उही सम्झिने पानी छम्किने हो है। यो कुरालाई सबैले कन्सिडर गर्न जरुरी छ साथी हो। तपाईहरु के भन्नुहुन्छ? यहाँहरुको दिन शुभ बितोस्। हवस्, धन्यवाद। थ्यांक यू सो मच।